नमस्ते सबैजनालाई। म चाहिँ सुकरात पौडेल चितवनबाट। पेसाले म मेडिकल ल्याब साइन्टिस्ट र रिसर्चर पनि हो र यहाँ जुन अहिले अध्ययनको लागि कीर्तिपुरमा बसेको छु। हजुरहरूले यो जुन यो प्रोग्राम अर्गनाइज गर्नुभएको देखेर एकदमै मन खुसी लाग्यो हैन। अब सबैजना विद्यार्थी अब जो जहाँबाट जे पढ्दै हुनुहुन्छ हजुरहरू सबैजनालाई सरस्वती माताले चाहिँ सरस्वती माताको आशीर्वाद हजुरहरूको चाहिँ शिरमा रहेको होस्। श्री कृष्ण गोविन्द, म चाहिँ कृष्ण भगवानको पनि भक्त है। अब एउटा श्री कृष्ण गोविन्द वासुदेवाय हरे परमात्मने पृथक क्लेश नाशाय गोविन्दाय नमो नमः भनिन्छ। आज अब विशेष सरस्वती पूजाको दिन हैन। अब सरस्वती माताले सबैजनालाई यहाँ आइसकेपछि यहाँ हुनुभएका जसले सुन्नुभएका छ सबैजनाको शिरमा आशीर्वाद परिसकेको छ भन्ने हामी ठान्दछौँ। त्यहाँ भगवानलाई प्रे गर्दा पनि आफ्नो लागि मात्रै प्रे नगर्नु होला, सम्पूर्ण साथीभाइको लागि पनि प्रे गर्नु होला। किनकि यो देशमा युवा शक्ति, शिक्षित युवा शक्ति एकदमै खाँचो छ हैन। त्यो कारणले गर्दा हामीले नै हो बनाउने र शिक्षा यस्तो चिज हो, शिक्षाले विश्वको जुनसुकै ढोका पनि खोल्न सक्छ। शिक्षाले मान्छेलाई जहाँ पनि स्थापित गराउन सक्छ। बट वी मस्ट हैव टू बी ऑनेस्ट पर्सन। whatever which party they belong, which caste they belong, which region they belong, we don't care. He must have golden heart. He must be good human being. सरस्वती माताले पनि त्यही भन्नुभएको छ है। हामी जे भए पनि जसो भए पनि हामी भगवानको अंशहरू हौं र हामीले सबैको राम्रो सोच्नुपर्छ, सबैलाई विश गर्नुपर्छ। यति भन्दै एउटा सरस्वती माताको एउटा कुरा म पढेर सुनाउँछु। या कुन्देन्दु तुषार हार धवला या शुभ्र प्रस्तावृता या वीणा वरदण्ड मर्तिकरा या श्वेत पद्मासना या वर्माच्युत शंकर प्रभतिः देवै सदा वन्दिता सा माम पातु सरस्वती भगवती निशेष जड्यापहा। पक्कै पनि भगवान सरस्वती माताले चाहिँ सबैजनालाई माया गर्नुहुन्छ। सबैजनाको भगवान सरस्वतीको आशीर्वाद सबैजनाको पोल्टामा रहेको होस्। यो चिसोमा आज सरस्वती पूजाको दिनमा चिसोमा नुहाएर हैन अब सबैजना यसरी प्राङ्गणमा आएर नाच्नु भएको छ, बस्नु भएको छ। सबैजनालाई शुभकामना फेरि पनि। ल विश यू अल द बेस्ट अल द स्टुडेन्ट अफ त्रिभुवन युनिभर्सिटी एज वेल एज जहाँबाट आउनु भएको भए पनि सबैजनालाई सरस्वती माताको आशीर्वाद रहेको होस् भन्दै मेरा एक दुई सौ शब्द यही टुङ्गाएँ। धन्यवाद।